सबैलाई रात्रिकालीन नमस्कार। हामी यति बेला यो कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित शुभ होटलमा छौँ। भूकम्पपछिको पुनर्निर्माण र प्रबलीकरणको सम्बन्धमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको आयोजनामा भएको एउटा कार्यशाला गोष्ठी हैन, त्यसमा चाहिँ सहभागी हुन खैराघाट नगरपालिकाबाट यहाँ उपस्थित भएका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यो सुर्खेतको एकदम बहुप्रतिष्ठित होटल पनि हो। सायद यहाँका धेरै देशभरिबाट सुर्खेत कर्णालीमा भित्रिने आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षण केन्द्र पनि छ। हामी नाइट भ्यूमा छौँ, यति बेला साँझको समय छ। यसरी तपाईँहरूलाई हामी यहाँबाट जानकारी गराइरहेका छौँ। यहाँहरू पनि जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, सबैलाई मिठो सम्झना छ, एकचोटि शुभ होटल आउनु होला। तपाईँहरूलाई यो पनि हामी प्रचारको रूपमा अथवा यो पर्यटन प्रवर्धनका लागि पनि हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ। यसको 4वटा तला छ हैन, यो शुभ होटल। हामी चाहिँ आजको अथवा तेस्रो तलामा छ। त्यसरी चाहिँ हामी यो तेस्रो तलाको 300 लग्जरियल रहेछ, व्यवस्थित देखियो। पहिलो अनुभव यो सायद पहिलो अनुभवका अट्याच बाथरुम लगायत व्यवस्था छ। एकचोटि तपाईँहरूलाई पनि आउनका लागि धन्यवाद।